साथीहरू, भिडियो सुरु गर्नुअघि एउटा सानो प्रश्न गर्छु है त। तपाईँ आफ्नो सम्पूर्ण जीवनभर सधैँ एउटा कुरा सोधिरहनुहुन्छ, म को हुँ, अर्थात् म यो गर्दैछु, म यो तो गर्दैछु भनेर। म यो चाहन्छु, म त्यो चाहन्छु। तर अरूहरूका लागि भने तपाईँ केवल एउटा नाम मात्र हुनुहुन्छ। रोहन, मोहन, हरि, सोहन जे भए पनि है। तर तपाईँ आफूलाई यो सोध्नुहोस्, यो म के हो? यदि भोलि तपाईँ मर्नुभयो भने तपाईँको शरीर त समाप्त हुन्छ, तर त्यो म कहाँ जान्छ? तपाईँको एक्जिस्ट कहाँ जान्छ? के तपाईँले कहिले यसबारे सोच्ने प्रयास गर्नुभएको छ त? साथीहरू, तपाईँलाई के लाग्छ? मर्नुहुन्छ तपाईँ कि तपाईँको शरीर मात्र मर्छ? तपाईँको मृत्युपछि यो म कहाँ जान्छ? यो चेतना कहाँ जान्छ? कि यो पनि समाप्त हुन्छ कि कुनै अर्को ठाउँमा सर्नेछ? त्यसो भए ल साथीहरू, अब भिडियो सुरु गरौँ। यो भिडियो निकै अद्भुत हुनेवाला छ। भिडियो सुरु गर्ने म एउटा सानो अनुरोध पनि गर्न चाहन्छु। कृपया यो भिडियो लाइक गर्न नबिर्सिनुहोस्, किनकि यही कुराले हामी जस्ता साना क्रिएटरहरूलाई अगाडि बढ्न मद्दत गर्दछ। ल अब भिडियो सुरु गरौँ। सोच्नुहोस्, तपाईँ राति सुत्दै हुनुहुन्छ र बिहान उठ्नुहुन्छ र हरेक दिन यही काम दोहोऱ्याउनुहुन्छ। एकदम सरल छ, होइन? तर एउटा प्रश्न छ, सायद तपाईँ कहिले सोच्नु भएको छैन। यदि कुनै दिन तपाईँ बेहोजुनु नै भएन भने तपाईँलाई कसरी थाहा हुन्छ कि तपाईँ मर्नु भएको छ भनेर? अब मानिसहरू भन्छन् कि मृत्युपछि अन्धकार हुन्छ, केही भन्छन् स्वर्ग वा नर्क हुन्छ, र केही भन्छन् कि सबै कुरा त्यत्तिकै समाप्त हुन्छ, एउटा पूर्ण विराम जस्तै। तर साथीहरू, विज्ञानले अर्को कुरा भन्छ, र त्यो कुरा यति धेरै विचलित पार्ने खालको छ कि यदि तपाईँले यसलाई अलिकति पनि गम्भीर रूपमा लिनुभयो भने तपाईँ फेरि सामान्य तरिकाले सोच्न सक्नुहुन्न। अब यसलाई एउटा सानो प्रयोग जस्तै बुझ्ने प्रयास गर्नुहोस्। म तपाईँलाई एउटा बटन दिन्छु, रिमोटको बटन जस्तै। त्यसमा एउटा बटन छ र त्यो बटन थिच्दा दुईवटा कुरा हुन सक्छन् है त। या त तपाईँ तुरन्तै मर्नुहुन्छ वा पूर्ण रूपमा सुरक्षित रहनुहुन्छ। अब सम्भावना 50-50% छ। म भन्छु, तपाईँ यो बटन एकपटक थिच्नुहुन्छ, ठिक छ, सम्भावना छ कि तपाईँ बस्नुहुन्छ। दुईपटक थिच्नुहुन्छ, सायद फेरि पनि बस्नुहुन्छ। तर यही बटन तपाईँ 100 पटक थिच्नुहुन्छ भने, अझ म भन्छु, तपाईँ यसलाई 1 अर्ब पटक थिच्नुहुन्छ भने त्यसपछि तपाईँ बाँच्ने सम्भावना कति हुन्छ? अब साथीहरू, यहाँ तपाईँको सामान्य बुद्धिले एउटा कुरा भन्छ, कुनै न कुनै समयमा त यस्तो क्षण अवश्य आउँछ जब तपाईँ पक्कै पनि मर्नुहुन्छ। तर के साँच्चै यस्तै हुन्छ? क्वान्टम फिजिक्स भन्छ कि सायद तपाईँ कहिले मर्नुहुन्न, र यस विचारलाई क्वान्टम अमरत्व, क्वान्टम इमोर्टालिटी भनिन्छ। साथीहरू, यो धेरै चर्चित र बौद्धिक विचार हो, जसमा ठुला वैज्ञानिकहरू पनि विश्वास गर्दछन्। अब यसलाई अर्को उदाहरणबाट बुझ्ने प्रयास गरौँ। सोच्नुहोस्, तपाईँ एउटा भिडियो गेम खेलिरहनु भएको छ। गेमको नियम सरल छ। प्रत्येक लेभलको सुरुमा एउटा अटो सेभ हुन्छ। लेभलको अन्त्यसम्म पुग्दा दुईवटा सम्भावित नतिजा हुन्छन्, या त तपाईँ असफल हुनुहुन्छ। अब ट्विस्ट सुनौ है, गेम यस्तो डिजाइन गरिएको छ कि यदि तपाईँ फेल हुनुभयो भने गेम तुरन्तै बन्द हुन्छ। तर यदि तपाईँ बाँच्नुभयो भने गेम अर्को लेभलमा लोड हुन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँले कहिले पनि त्यो संस्करण अनुभव गर्न सक्नुहुन्न जहाँ गेम बन्द गइसकेको छ। तपाईँको अनुभव त सधैँ त्यही हुन्छ जहाँ गेम चलिरहेको हुन्छ। अब यसलाई क्वान्टम अमरत्वसँग कसरी जोड्न सकिन्छ? अब यही कुरा वास्तविक जीवनमा एउटा थट एक्सपेरिमेन्टको रूपमा कल्पना गरौँ। हरेक क्षण वास्तविकतामा दुईवटा सम्भावित परिणाम हुन्छन्, जहाँ एउटा तपाईँ बाँच्नुहुन्छ र अर्को जहाँ तपाईँ बाँच्नुहुन्न। मेनी वर्स इन्टरप्रेसन, बहुब्रह्माण्ड व्याख्या अनुसार यो दुवै परिणामहरू वास्तविक हुन्छन्। वास्तवमा ब्रह्माण्ड विभाजित हुन्छ र तपाईँको चेतना मात्र त्यही ब्रान्च अनुभव गर्छ जहाँ तपाईँको अनुभव निरन्तर जारी रहन्छ। गेम जस्तै भएको स्क्रिन तपाईँ कहिले देख्दैन, किनभने जति बेला गेम समाप्त हुन्छ त्यति बेला अनुभव पनि समाप्त हुन्छ। साथीहरू, क्वान्टम अमरत्वको बारेमा यो भिडियो हेरेपछि तपाईँ आफैसँग सोध्न सक्नुहुन्छ, के म साँच्चै अमर छु वा मलाई केवल यो भ्रम दिइएको छ कि म मर्नेछु? साथीहरू, एउटा सरल प्रश्न, मानिसको सबैभन्दा ठुलो इल्युजन के हुन्छ? हामी सोच्दछौँ म निर्णय गर्छु, म हेर्छु, म संसारबाट बिल्कुल अलग छु। हामी वास्तविकतालाई एउटा चलचित्र जस्तै हेर्छौँ, जस्तो थिएटरमा बसेर हेर्दा हामी सुरक्षित हुन्छौँ।
तर विज्ञान भन्छ तपाईँ स्क्रिनको बाहिर हुनुहुन्न, तपाईँ आफ्नै स्क्रिनभित्र हुनुहुन्छ। तपाईँ केवल पर्यवेक्षक होइन, तपाईँ प्रणालीको हिस्सा हुनुहुन्छ। र जब पर्यवेक्षक प्रणालीभित्र हुन्छन्, वास्तविकता अब तटस्थ रहँदैन, त्यो व्यक्तिगत बन्न थाल्छ। तपाईँ जे देख्नुहुन्छ त्यो मात्रै एक्जिस्ट गर्छ। र यहीबाट सुरु हुन्छ एउटा सबैभन्दा ठुलो समस्या। क्वान्टम वर्ल्ड एउटा यस्तो संसार हो जहाँ सबै लजिक बिल्कुल उल्टो हुन्छ। क्वान्टम वर्ल्ड सामान्य संसार जस्तो हुँदैन। यहाँ पार्टिकल तबसम्म अस्तित्वमा हुँदैन जबसम्म तपाईँ त्यसलाई मापन गर्न सक्नुहुन्न। समय सिधा रेखामा अघि बढ्दैन, कारण र प्रभाव निश्चित हुन्छन्। र सबैभन्दा चकित पार्ने कुरा के छ भने वास्तविकतामा अन्तिम छैन। अब यसलाई उदाहरणका रूपमा बुझौँ है। एउटा इलेक्ट्रोन लिनुहोस्, यदि तपाईँ त्यसलाई हेर्नुहुन्न भने त्यो इलेक्ट्रोन कुनै निश्चित स्थान रहँदैन। इलेक्ट्रोन हरेक सम्भावित स्थानमा हुन्छ र यस अवस्थालाई सुपरपोजिसन भनिन्छ। तर जब तपाईँ त्यसलाई हेर्नुहुन्छ, वास्तविकता कोल्याप्स हुन्छ। इलेक्ट्रोन एउटा निश्चित स्थान रोज्छ। तर यही वैज्ञानिकहरू विवाद गर्दछन्। प्रश्न उठ्छ कि वास्तवमा कोल्याप्स हुन्छ कि हुँदैन। 1957मा एक भौतिक शास्त्री थिए जसको नाम ह्युज एरोबिट थियो। उहाँले भन्थे कि वास्तवमा कोल्याप्स हुँदैन, मतलब हरेक सम्भावना वास्तविक हुन्छ। ब्रह्माण्ड प्रत्येक निर्णयमा विभाजित हुन्छ। जस्तै तपाईँले चिया पाउनुभयो भने एउटा ब्रह्माण्ड हुन्छ, र तपाईँले कफी पाउनुभयो भने अर्को ब्रह्माण्ड हुन्छ। तपाईँ मात्र त्यहाँ हुनुहुन्न, अर्को ब्रह्माण्ड पनि हुन्छ। तपाईँ दुर्घटनाबाट बच्नु भएको छ, ब्रह्माण्ड हुन्छ, तर अर्को ब्रह्माण्डमा तपाईँ त्यसै दुर्घटनामा मर्नुभयो। यसको मतलब सबै कुरा वास्तविक छ। के तपाईँको चेतना केवल एउटै ब्रान्च अनुभव गर्छ त? र यहीबाट नाइटमेयर सुरु हुन्छ। अब फिर्ता आउँछु त्यसै बटनमा जुन हामीले भिडियोको सुरुवातमा देखायौँ। एउटा मेसिन छ जुन क्वान्टम नियमहरू पालना गर्छ। तपाईँ बटन थिच्नुहुन्छ र ब्रह्माण्ड विभाजित हुन्छ। र ब्रह्माण्ड विभाजित भएपछि तपाईँको एउटै ब्रह्माण्डमा तपाईँ बन्नुभएको छ र अर्को ब्रह्माण्डमा तपाईँ अझै बाँच्न चाहनुहुन्छ। र सबैभन्दा महत्त्वपूर्ण, तपाईँ कहिले पनि त्यो ब्रह्माण्ड अनुभव गर्न सक्नुहुन्न जहाँ तपाईँ मर्नुभयो। तपाईँको चेतना केवल त्यही रहन्छ जहाँ तपाईँ बाँच्नु भएको छ। बेसिक रूपमा एउटा ट्रान्सफर जस्तो हुन्छ, चाहे सम्भावना जतिसुकै कम किन नहोस्। 0.10 पनि। तपाईँ सधैँ यही ब्रान्च अनुभव गर्नुहुन्छ जहाँ तपाईँ बाँच्नु भएको छ। र साथीहरू, तपाईँहरूले यो कुरा कहिलेकाहीँ डेजावुमा पनि महसुस गर्नु प्रयास गर्नुभएको होला नि। धेरै पटक त्यस्तो लाग्छ कि केही त डेजावु जस्तो छ, वरिपरिका घटना पहिले नै तपाईँले देखिसक्नु भएको जस्तो। मैले पनि यस्तो महसुस गरेको छु कति बेला। यो नै त्यो प्रकारको ट्रान्सफर हो जुन हामीले यस कन्सेप्टसँग जोडेर बुझ्न सक्छौँ। अब हेर्नुहोस्, यहाँसम्म इमोर्टालिटीको कुरा छ। चलचित्रहरूलाई यसले निकै कुल बनाएको छ। तर वास्तविकतामा अमर हुनु भनेको के हो भने तपाईँ बुढो हुँदै जानुहुन्छ, तपाईँ कमजोर हुँदै जानुहुन्छ, तपाईँ एक्लो हुँदै जानुहुन्छ र तपाईँ कहिल्यै मर्नुहुन्न। हरेक पटक हार्ट एट्याक आउँछ तर तपाईँ बाँच्नुहुन्छ। दुर्घटनाबाट पनि बाँच्नुहुन्छ, क्यान्सरबाट पनि बाँच्नुहुन्छ, तर कुनै अनौठो रिमिसन भएर फेरि बाँच्नुहुन्छ। तपाईँ प्रकृतिसँग लडिरहनु भएको होइन, तपाईँ सम्भावनाको विरुद्ध जितिरहनु भएको छ। र हरेक चिजले तपाईँलाई झन् भित्रदेखि तोड्दै जान्छ। तपाईँ आफ्ना प्रियजनहरूलाई मर्दै गएको देख्नुहुन्छ, फेरि नयाँ मानिसहरू भेट्नुहुन्छ अनि तिनीहरूलाई पनि गुमाउनुहुन्छ। बिस्तारै तपाईँ यस्तो पात्र बन्नुहुन्छ जो समयसँगै अघि बढिरहन्छ तर कहिले अन्त्य हुँदैन। एउटा अमर दर्शक, यानि इमोर्टल स्पेक्टर। अब तपाईँ भन्नुहुन्छ, अरे के बकवास कुरा हो, कस्तो कुल मोडल हो, कति सेक्सी लाग्छ, म त अमर भएँ भने कस्तो मजा आउने थियो। तर यसलाई कल्पना गर्नुहोस् जस्तो कि एउटा गाना तपाईँको कानमा हेडफोन मार्फत बजाइन्छ र त्यो गाना बारम्बार चलिरहेको छ, बिहान दिउँसो साँझ लगातार ननस्टप। वा एउटा मुभी तपाईँलाई देखाइन्छ जुन सधैँ चलिरहेको छ र त्यस मुभीमा कुनै क्यारेक्टर्स छैनन्, केवल एउटा कुरा छ जसले फ्रेम बाई फ्रेम बारम्बार दोहोऱ्याएको छ। त्यसो भए तपाईँलाई के लाग्छ? के तपाईँ त्यो मुभी मजा लिएर हेर्न सक्नुहुन्छ वा त्यो गाना मजा लिएर सुन्न सक्नुहुन्छ? होइन, तपाईँ पागल हुनुहुन्छ। तपाईँ भन्नुहुन्छ मलाई यो बन्धनबाट मुक्त गर। साथीहरू, यही लुपमा बारम्बार फसिरहनु र त्यसबाट बाहिर ननिस्कनु नै ठुलो नर्क हो। यदि म यसलाई हिन्दू धर्म, बौद्ध धर्म र चेतनाको दृष्टिकोणबाट हेर्ने प्रयास गर्छु भने उपनिषदहरूमा लेखिएको छ, न जयते गृह्यते
म्रियते वा कदाचित, अर्थात् आत्मा न जन्मिन्छ न मर्दछ। बुद्धवा भन्छन् सेल्फ एक भ्रम इल्युजन हो र क्वान्टम फिजिक्स भन्छ कि अब्जर्भर र अब्जर्भ अलग छैनन्। र त्यहीबाट साथीहरू आउँदैछ सबैभन्दा डरावना प्रश्न। यदि तपाईँ कहिले मर्नुहुन्न भने तपाईँका आमा बुवा मर्नुहुन्छ, तपाईँका साथीहरू मर्छन्, तपाईँको पुस्ता समाप्त हुन्छ र तपाईँ मात्र अगाडि बढिरहने एकलाई विटनेस मुभिङ कन्सियसनेस भन्नुहुन्छ। यहाँ प्रश्न मर्नु वा नमर्नुको होइन, प्रश्न यो हो कि तपाईँ कहिले साँच्चीकै जिउन सक्नुहुन्छ। क्वान्टम इमोर्टालिटीको कुरा कोही पनि सकिँदैन कि तपाईँ सधैँ बाँचिरहन्छु भन्ने होइन। वास्तवमा क्वान्टम इमोर्टालिटी भन्छ तपाईँ आफ्नो मृत्यु कहिले अनुभव गर्नुहुन्न। सायद यही कारणले मृत्युलाई लिएर डर कम हुनुपर्छ, किनभने जीवनको अर्थ अन्त्यमा होइन, केवल अन्त्यको डरले हामीलाई डराउँछ। र जब डर अन्त हुन्छ तब साँच्चीकै जीवन सुरु हुन्छ। तर साथीहरू, मृत्युपछि वास्तवमा के हुन्छ? यदि तपाईँलाई यो जान्न मन छ भने हामीले यस विषयमा एउटा भिडियो पनि बनाउँछौँ, होइन? त्यसको भिडियोलाई गएर पनि हेर्नुहोला। र तपाईँहरूलाई यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र सब्सक्राइब गर्नुहोस् च्यानललाई। धन्यवाद।